हेलो साथीहरू, गुड मर्निङ। अनि आज चाहिँ हामी चाहिँ च्याउ खोज्न जाँदैछ। अनि यहाँ चाहिँ आमा र बहिनी चाहिँ अगाडि अगाडि हिँड्दैछ हो, म चाहिँ पछाडि पछाडि छु है साथीहरू। अनि अहिलेको टाइम भने चाहिँ 4:30 जस्तो। 4:30मा चाहिँ हामी च्याउ खोज्न गएको जङ्गलभित्र। पाउँछ कि पाउँदैन आउँदै रहेछ साथीहरू हो, भर्खर उज्यालो हुँदैछ। अनि हेरौँ च्याउ पाउँछ कि पाउँदैन। पायो भने त राम्रो हुन्थ्यो। त्यो अँधेरो रहेछ नि त। सो साथीहरू, मैले चाहिँ यहाँनिर पाएँ, तर सबै कुहिसकेको रहेछ। एक दुईवटा मात्रै राम्रो रहेछ साथीहरू। झरी चाहिँ अलिकति भेटाएँ साथीहरू मैले चाहिँ हो। अनि चाहिँ च्याउको नाम पनि छैन रहेछ। एक दुईवटा चाहिँ रहेछ। अनि झरी च्याउ कहिले टिपेर कहिले केलाएर खानुपर्ने हो गाइस। धुनै साह्रो हो झरी च्याउ त। च्याउ खोज्न आएको के च्याउ? यहाँ फेरि झरी च्याउ एक दुईवटा पाएँ। ठस ठस परेको रहेछ यहाँ चाहिँ साथीहरू। कत्रो कत्रो रहेछ यो त। झरी च्याउ खोइ मसिनो कालुङ्गे होला हौ, खै ल्याउ त। कालुङ्गे नि कोपिला। अलिक ठुलो रहेछ झरी। कोपिला रहेछ बगल। ए उक्लेन नि, भाँचिएको भएको होला है राम्ररी हेर। सो गाइस, झरी च्याउ मात्र पाक्को पाक्को छ है। हामीले चाहिँ कालुङ्गे चाहिँ पाएन। अघि एउटा पाएँ हो, अन्त एक दुईवटा मात्र पाएँ कालुङ्गे चाहिँ। झरी च्याउ चाहिँ पाक्को पाक्को छ। यो चाहिँ केलाउनु पनि साह्रो, मिठो त मिठो हुन्छ कि केलाउनै साह्रो, उखाल्नै साह्रो, छाक पुऱ्याउनै साह्रो झरी च्याउ चाहिँ गाइस। बुझ्नुभयो होला तपाईँहरूले। आथा मच कहाँ। सो गाइस, हाम्रो चाहिँ च्याउ यति भएको छ। झरी च्याउ पनि मिसाएर हाम्रो कालुङ्गे च्याउ चाहिँ कम्ती पायो। झरी च्याउ चाहिँ अलिक पायो। अलिक खोजेको भए त पाउँथ्यो होला झरी च्याउ चाहिँ। हामीले चाहिँ खोजेन। हामी चाहिँ यस्तो खोज्दै हिँडेको नि त, त्यही भएर चाहिँ झरी च्याउ चाहिँ हामीले प्रायः टिपेन क्या। अझै खोजेको भए त पाउँथ्यो होला। तर पनि एक छाक चाहिँ पुग्यो झरी र कालुङ्गे गरेर चाहिँ साथीहरू हो। मैले पाएको चाहिँ यहाँ मुनि छ। झरी च्याउ जत्रो जत्रै छ मैले पाएको च्याउ चाहिँ साथीहरू। त्यो पनि हो कि होइन भन्दैबाट गएको थियो कि ठुटामा पाएको। ठुटाको मुनि हुन्छ नि, ठुटा अरे रुखको मुनि, त्यस्तोमा पाएको। यत्रो यो चाहिँ बगले हो नि त खास चाहिँ कि।
यसलाई चाहिँ कालुङ्गे भन्दैन, यो चाहिँ पुरा हुन्छ हो। पुरा थियो तर सबै कुहिसकेको थियो, राम्रो चाहिँ यति नै थियो। अन्त मैले चाहिँ यति नै बोकेर ल्याएको गाइस। अनि अब यसलाई चाहिँ पकाउँछु, अब ड्युटी जानुपर्ने हुन्छ एकछिनमा, अनि त्यही भएर चाहिँ यसलाई नै मजाले पकाइदिन्छु, दाल बनाउँछु हो। त्यसपछि चाहिँ खाइपी गरेर चाहिँ ड्युटी गइन्छन् गाइस। यो चाहिँ हेर्नु कस्तो मजाको रहेछ, यस्तो हुन्छ नि त कालुङ्गे भनेको चाहिँ साथीहरू, यस्तो खालको हुन्छ। अझै योभन्दा पनि कालो कालो पनि हुन्छ कि कालुङ्गे च्याउ चाहिँ। यो चाहिँ अलिकति भए नि अर्कै रातो खालको छ हो, तर यस्तै खालको हुन्छ, यस्तोमा हुन्छ। योभन्दा ठुलो पनि हुन्छ। यो चाहिँ मसिनो छ, अहिले चाहिँ मसिनो मात्र पलाउँदैछ नि त हो, ठुल्ठुलो चाहिँ पलाएको छैन। एक छाक चाहिँ पुग्यो। सो गाइस अब चाहिँ यसलाई पकाएर चाहिँ म चाहिँ खाइपी गरेर चाहिँ ड्युटी जाने हो। सो गाइस बाई बाई, हेभ अ ग्रेट डे हो सबैजनालाई। फेरि पनि गुड मर्निङ। अनि तपाईँहरूलाई भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला है साथीहरू।